वहाँ चाहिँ हाम्रो एकदम दिनभरिको एकदम के अरे कम्प्लिट एकदम मेन दर्शक चाहिँ उहाँ नै हो। यहाँ बसेर उता हेरेर बस्नुभयो हो। यसरी दर्शक भएर बस्नुभयो। यता चाहिँ काम चलेछ। काम गरेर पसिना आएर राम राम बल्ल फाइनली रेस्ट गर्दै हुनुहुन्छ हाम्रो राजकुमार दाई। टुरिस्ट पनि आउनु आँट्यो हेल्प गर्नलाई। ज्याप भरै आउनु भएको थियो अलि फेरि। हाम्रो दुला बाबु फेरि यस्तो बिजी छन् कि के गर्ने त दुला भाइ बहिनीहरू पनि अरू काममा व्यस्त भएपछि मैले गर्नु परेन। समीरले आज बहुत काम गरे है, बहुत काम गरे। ल फाइनल्ली आजको कसार बटानी चाहिँ भ्याइयो। कसार बटानी चाहिँ अघि नै भ्याइएको रोटी हालेर चाहिँ फाइनल्ली बल्ल तल्ल भ्याइयो। कस्तो रह्यो आसमा आजको दिन? कस्तो रह्यो त? एकदमै रमाइलो रह्यो। कसार बटाल्दाखेरि मेरो हात पोल्यो दुई एकदम। एक फेरि हात एक फेरि खुट्टा पोल्यो। ल गाइस आज चाहिँ यति नै। बाई। ठुल्यानी आउनु म त हेरेर गाउँ गरेर खिचेका। बाई बाई गाइज। फाइनल्ली गाइज नानी पनि आई। हाम्रो फङ्सनको मुख्य अतिथि हो। नानी बिना यो कार्यक्रम सम्पन्न हुन गाह्रो थियो एकदम। फाइनल्ली नानी आइसकेकी चाहिँ। म आज रोटी कसार कार्यक्रममा चाहिँ छुटेँ। त्यही हो, अब चाहिँ सुत्ने बेला भइसक्यो। आज ब्लग पनि अब साँच्चैको नै भ्याइयो। ल भेन्डिया जानु बाई।